ल आज चाहिँ हामी रोल्पा जिल्लाको एउटा पर्यटकीय स्थल माथि भ्यू टावर छ, ठुलो भ्यू टावरको चाहिँ यात्राहरू छ है, एकदम उकालो छ, सिडी छ। र यो क्षेत्र चाहिँ ढुङ्गे बगैँचा भन्छ है, यो क्षेत्र चाहिँ ढुङ्गे बगैँचा हो। माथि गाडी लगेर जान हुन्थ्यो, माथि चाहिँ यो बाटोमा ढलान भइरहेको छ, त्यही कारणले चाहिँ अवरोध भयो। हामी चाहिँ अहिले उकालो जाँदैछ, मान्छेहरू पनि गइरहेछन्, सबै पैदल यात्री छ है। धेरै झन्डै बाटोदेखि 5 मिनटको उकालोको यात्राका बावजुद झन्डै भ्यू टावरको आसपास आइपुग्यो। यो चाहिँ नेपाली सेनाको ब्यारेक, उता पारी चाहिँ टेलिकमका नेपाल टेलिभिजनका टावर छन्। ल अझै चाहिँ केही समय अझ बाँकी छ, पारी छ, अनि भ्यू टावर चाहिँ उता छ है। गाडीको बाटो नेर चाहिँ आइपुग्यो, तर तल्लाको ओभररोडका कारणले गर्दा हामी चाहिँ पहिलो आउन बाध्य भएको छ, यही हो। अनि यात्रा निरन्तरता छ, अब झन्डै अझै पनि 3-4 मिनट लाग्छ होला त्यहाँ पुग्नको लागि। ल यात्रा निरन्तर छ, बाँकी चाहिँ उतै गएपछि देखाउँछु है। यस्तो छ, जङ्गलको बाटो छ, भ्यू टावर पुग्न अझै बाँकी नै छ, उकालो बाटो छ, पैदल यात्रा हो। बाटोको ओभररोडले गर्दा गाडी हिँड्ने बाटोमा चाहिँ पैदल यात्रा हिँड्न बाध्य भएका छौँ है। यसरी चाहिँ हामी हिँडिरहेका छौँ, उता भोलि अनि यता म यसरी हिँडिरहेका छौँ। अब चाहिँ झन्डै हामी भ्यू टावरको नजिक, एकदमै नजिक आइसकेका छौँ। भ्यू टावर उता हो, एक घुम्ती पार गर्न बित्तिकै चाहिँ हाम्रो भ्यू टावर आइसक्छ। अब चाहिँ त्यति लामो छैन। ल अब फाइनल्ली भ्यू टावरको नजिक आइसक्यो। अब टिकट काउन्टरमा आइसक्यो। अब चाहिँ टिकट काट्नुपर्छ, प्रति व्यक्ति चाहिँ 50 रुपियाँ है।